गुड मर्निङ सबैजनालाई गुड मर्निङ। आजको सुरुवात चाहिँ मैले आलुको फुलबाट गरिरहेको छु। लो आलुको बोट यस्तो छ। फल्ने आलु हो कि नफल्ने आलु हो, यस्तो यस्तो छ। लो आलुबारी, रसुवाको आलुबारी। रसुवाको आलुबारी यस्तो छ। फल्ने खालको आलु हो कि नफल्ने खालको आलु हो। रातो नीलो फुल फुलिरहेछ। दायाँ बायाँ जता हेरे पनि अहिले आलु आलु छ। अनि आलुको बोट हेर्यो भने जङ्गल छ, जङ्गल। पुरा कोही त 1 मिटर भन्दा अल्को छ। ल यस्तो जङ्गल। अनि यहाँ मेरो कटेज, मालिङ्गाको कटेज हो यो। यो पोहोरको अब यसपालि बनाउनै पर्छ फेरि बर्खामा। अब यस्तो छ। अनि यतातिर यस्तो छ। जिम गर्नुपर्छ भनेको। यस्तो छ। अब यो फल्ने आलु हो कि नफल्ने आलु हो। ल यस्तो यस्तो छ आलुबारी। आलुको बोट त राम्रो छ। अनि यतातिर यो दन्दुरको साग हो। अब खोइ यता त वङलिङ भन्दो रहेछ, हाम्रो चाहिँ दन्दुर भन्छन्। यहाँ जताततै छ। यो गाँजाको ल दन्दुर यो यस्तो छ। यहाँको हालत, मौसम यस्तो छ, जङ्गल यस्तो छ। यहाँ अलिकति हेर्नु बिर्स्यो भने डेरो बाँधेर आएर छप्लाक छुप्लुक पारिदिन्छ आलुबारी। केही पनि बाँकी राख्दैन। यसपालि अस्ति 2-3 चोटि आएछ, अहिले त त्यति छैन। यस्तो हो, यस्तो छ। अब यतातिर गाजाको रुखहरू पनि छ। अनि यतातिर कुनातिर गाजाको रुख छ, दन्दुर छ। अनि यतातिर करेला रोपेको थियो, आलुले छोपेर के आलुले छोपेर यस्तो करेलो। अब यो गरेर यो रुखमा चढेर पोहोर पनि यो माथि टुप्पोसम्म रुखमा गएछ। आलुको रुख त हेर्दा त पाइलो पाइलो भएछ। फल्ने चाहिँ कस्तो फलेछ खोइ। यसो हेऱ्यो भने त
मजाले फलेको जस्तो देख्छ खोइ कस्तो छ कक्लक्कै माथि टक्लक्कै पानी त भिजेकै छैन माटो पुरा सुक्खा आलु त माथि नै ढकढकै रहेछ सुक्खा माटो त्यत्रो पानी परेर पनि पानी भिजेकै छैन ल आलु त यस्तो ल माटो त सुक्खा खोइ अनि के फल्छ आलु सुक्खा आलु त आलु त फल्नु त फले जस्तै छ नि 2-3 वटा खनेर हेरौँ न मुनि थियो हेरेन माथि माथि अलिअलि कट कट कुट भुइँ त भिजेकै छैन सुक्खा पानी नपरेर यस्तो हो कटेज मालिङ्गाको कटेज यस्तो छ यस्तो आलुबारी फटेज अलिक कालो आए जस्तो छ ल यस्तै हो अब यहाँ ढोक्क आलुबारी बाहिरै निस्केर आलु झालीको छारे आएछ त्यही छ चाबी हो यो हो अब तारको जाली लाएर यस्तो नगरेर अहिले बाँदर आउँछ अनि दुम्सी आउँछ भन्छ तर दुम्सी चाहिँ अहिलेसम्म देखेको छैन आउँछ चाहिँ भन्छन् यस्तो जङ्गलभित्र हो अब यी बाटो बनाएको अहिले त जङ्गलै जङ्गल भएछ मालिङ्गा गाडी हो यो यो खर्सुको रुख हो अनि यहाँ चाहिँ चाइनिज केम बन्दैछ बनिसक्यो अब कहीँ कहीँ बनाउँदैछ भत्काउँदैछ बाटो यस्तो यता पनि छ ताजोङ कि ताजोङ यतैबाट जाउँ बिहान हो चाइनिजको गोदाम सामानहरूको यो खर्सुको रुख हो अलिक कालो कालो आए जस्तो छ बाटोमा घाँसले छोपेर अब त खर्सुको रुख
अस्ति फलाम ल्याएर राखिदिएको यहाँ यो पाइप खाने पानीको पाइप यो खाने पानीको पाइप महालिङ्गा गाडी हो ल जङ्गल यस्तो हो तातो पानी यो गहिरोमा हो अलिकति सफा ऐना जस्तो छ सफा ऐना जस्तो छ यस्तै हो मौसम दमिलो छ यो चाहिँ गुम्बा बनाउनको लागि तयारी हो यो चाहिँ गुम्बा बनाउने हो